साथीहरु नमस्कार। अलिक अस्ति नै यो भिडियो बनाउला भन्ने सोचिरहेको थिएँ। बुझेर बोल, अलिक जानेर बोल, अध्ययन गरेर बोल भन्नुहुन्छ। ठिकै छ, मैले अब त्यत्रो धेरै जानेर त मैले बोलेको होइन, तर मैले मेरो आफ्नै भोगाइबाट अनुभव गरेर मैले मेरो अनुभवको आधारमा मैले यो चाड मान्ने अथवा नमान्ने निर्णय गरेको हुँ। त्यो मेरो भेडागोठ र मेरा हिमाल भनेको चाहिँ एउटा गोठाले जीवनको, जङ्गली जीवनको, शिकारी युगको अथवा आजभन्दा लगभग 15-20 वर्ष अगाडिसम्म भइरहेको हाम्रो गोठाले फिरन्ते नोम्याडिक लाइफ जस्तो खालको जीवनको हो अथवा शिकारी युगको चाहिँ यो दृष्टान्त हो भन्ने बुझिदिनुहुन्छ भन्ने मलाई लागेको छ। मेरो बाजेको पनि बुबासँग मेरो सङ्गत भेडीगोठमा, भैँसीगोठमा भएको हो। उहाँलाई चाहिँ हाम्रो गाउँमा सबैले नाम नभए तापनि साइला बाजे भनेर चिन्नुहुन्थ्यो। उहाँ साइला बाजे चाहिँ एकदम गोठाले जीवनमै आफ्नो 100 वर्षको आयु अथवा त्योभन्दा बढी आयु चाहिँ उहाँले बिताउनु भयो र आफू बितेर जानुभयो। जीवनको अन्तिम समयतिर पनि उहाँ गोठालै गर्नु हुन्थ्यो, गोठाला पनि गर्ने, गोठाला सँगसँगै वस्तुभावसँगै फर्किँदाखेरि उहाँले काँधमा ठुला ठुला काँचो चिलाउनेका ठुटाहरू, पात्लेका ठुटाहरू नै काँधमा बोकेर लिएर आउनुहुन्थ्यो। गोठको अघिनुमा लगाइन्थ्यो अनि त्यो रातभरि बल्थ्यो त्यो ठुटो, र त्यो ठुटो राति बल्दाखेरि स्वाँ गरेर आवाज आउँथ्यो। बिहानसम्म ठुटा सानो सानो भएदेखि सकिन्थ्यो पनि, र त्यो चाहिँ एउटा आगोको रातो कोइलाको रूपमा रहेको हुन्थ्यो। बिहान रहेको त्यो आगोलाई चाहिँ आगोको माउ भनिन्थ्यो। त्यो चाहिँ खरानीभित्र लुकेर रहेको रातो कोइला हुन्थ्यो, र त्यही कोइलालाई फेरि भोलिपल्ट बिहान मैले फुक्ने, आगो बढाउने, फलाउने, ठुलो बनाउने काम चाहिँ मैले त्यो आगोको माउबाट गर्ने गर्थेँ। बाजेले मलाई मेरा हिमालमा गएको भेडागोठ अनि त्यहाँ बसेको, खर्कमा रमाएको अथवा भेडागोठसँग बसेको कथाहरू, इतिहास सुनाउनुहुन्थ्यो। अनि त्यो इतिहास अझै मसँग ताजै छ। भेडीगोठ मेरा हिमालतिर जाने सिलसिलामा नेर्पा, छाँगे, धोद्रे, छिमालुङ, दैले, सापसुधाप, छिमालुङ, सुत्केरी ढुङ्गा, पोखरी, दिल्पा, नागी, ढुङ्गा खर्के, साउने, साल्पा हुँदै हुँदै क्रमशः उँभौली गर्दै गर्दै हाम्रो भेडागोठ मेरा हिमालतर्फ बढ्थ्यो। र उँभौली जाने क्रममा केही मकै बोकिएको हुन्थ्यो र त्यही मकै र मही खाँदै गोठाले जीवनको छाकहरू, भोकहरू र दिनहरू टर्थे। अब त्यो डेलीमा बोकेको मकैले कति दिन पुग्थ्यो र लगभग 1-2 महिनामा त्यो मकै सिद्धिन्थ्यो। त्यस पछाडि गोठाले जीवनमा खोप्पा र मही, दही खाँदै लगभग 6-7 महिनाहरू बित्थ्यो। मेरा हिमालको खर्कमा हामीसँग 4वटा भोटे कुकुर अनि अलिक ठुलो मुडाने काट्न मिल्ने गरुङ खालको खुकुरी, 600-700 मल्ल भेडा, डेली, घुम्राडी, झुलो चकमक, डेली, यस्तै मात्रै हाम्रा साथीहरू हुन्थे। र हाम्रो दुश्मन साथीहरू चाहिँ जङ्गलमा लाग्ने फारा, बाघ, भालु, भुसुना, जुकाहरू चाहिँ हाम्रा दुश्मन मित्रहरू हुन्थे। अनि मनमा सधैँ कथा बनेर खेलिरहने एउटा वनझाँक्रीको कथा पनि हाम्रो साथमा हुन्थ्यो। हामी वनझाँक्रीको कथामा के विश्वास गरिन्छ भने जङ्गलमा तन्त्र मन्त्र जानेको, गडेउलाको तरकारी खुवाउने एउटा वनझाँक्री हुन्छ, एउटा सैताल हुन्छ। र त्यो सैतालले चाहिँ हामीहरू कसैलाई पनि भेट्यो भने, अझ केटाकेटीलाई भेट्यो भने चाहिँ जङ्गलै लिएर जान्छ, ओडारमा लगेर राख्छ, जङ्गलमा राख्छ, गडेउलाको तरकारी खुवाउँछ, गडेउलाकै खाना खुवाउँछ। र त्यो कथा चाहिँ मेरो बाजेले सुनाउनु भयो।
बाजेलाई फेरि बाजेको बाजेले सुनाउनु भयो र फेरि बाजेको बाजेलाई पनि उहाँको बाजेले सुनाउनु भएको भनेर बाजेले भन्नुहुन्छ। अर्थात् त्यो कथा चाहिँ एउटा गोठाले कथा जस्तो हो, जो चाहिँ दर पिँढी दर त्यो गोठाले जीवनमा एकले अर्कालाई सुनाइराख्यो। बाजेले मलाई सुनाएअनुसार त्यो तन्त्र मन्त्र जानेको अजङ्गको ठुलो वनझाँक्री त एकचोटि मेरो बाजेको पनि बाजेको गोठमा आएछ। अनि अब अजङ्ग ठुलो छ एकदमै। हामी अब यसो सानो मान्छे टुक्रुक्क बस्यौँ गोठभित्र, ऊ त टुक्रुक्क बस्दाखेरि पनि गोठको हाइट बराबर छानो बराबरको उसको बसाइ छ। एकदम हात खुट्टाहरू ठुला ठुला, कपालहरू लामा लामा, अजङ्गको शरीर छ। अब उसँग भिड्न सक्ने त कुरो भएन। अनि उसलाई केही नगरिकन बाजे बस्नु भएछ। वनझाँक्रीले त गोठालाले जे गर्यो त्यही गर्दो रहेछ अरे। अनि बाजेले चलाकीपूर्ण तरिकाले हर्पीबाट घिउ झिक्दै अनि यसरी भुत्लासरी मैलासरी भएको आफ्नो हात खुट्टातिर, भुँडीतिर, छातीतिर, घाँटीतिर अनि कपालतिर, अनुहारतिर सबैतिर बाजेले घिउ दल्नुभयो। यो देखेर वनझाँक्रीले पनि हर्पेको घिउ आफ्नो लामा लामा भुत्ला भएका हात खुट्टामा, भुँडीमा, शरीरभरि, अनुहारमा, टाउकोमा जताततै दल्यो। बाजेले चलाकीपूर्ण तरिकाले बलिरहेको मालिङ्गोको सिटा लिएर आफ्नो हातमा, आफ्नो भुँडीमा, टाउकोतिर, दारीतिर यसरी सल्काएको जस्तो गर्नुभएछ। यो देखेर त्यो वनझाँक्रीले पनि बाजेले जस्तो गर्यो त्यस्तै गरेछ र बलिरहेको सिटा समातेर उसले पनि आफ्नो जिउदी लगाउने क्रममा चाहिँ उसका त लामा लामा भुत्लाहरू थिए र त्यो सिटाको ज्वालाले घिउ भएको कारणले गर्दा हुर हुर बल्न थालेछ। अनि त्यो वनझाँक्रीले चाहिँ आत्थाथथा आइया भन्दै कुद्दै जङ्गलतिर पसेछ। जङ्गल गइसकेपछि त्यो वनझाँक्री कुनै पनि गोठमा फर्किने हिम्मत गरेनछ। टाढोबाट कतै आगो बलेको देख्ने बित्तिकै त्यो वनझाँक्री चाहिँ परपरै भाग्न थालेछ। यसरी वनझाँक्रीको कथा गोठालाहरूमा, गोठहरूमा, लेकहरूमा, खर्कहरूमा व्याप्त छ। यो भनेको मैले एउटा गोठमा बस्दै गर्दाखेरि बाजेले मलाई सुनाउनु भएको कथा मैले सुनाएँ। गोठाले जीवनको अनि बाजे बज्यूहरूले चाहिँ नाति नातिनाहरूलाई कथा सुनाउने परम्पराको एउटा परम्परा इन्ट्रेस्टिङ पनि होला भन्ने लागेछ। यसरी वनमा सैताल आउँछ, वनझाँक्री आउँछ भनेर बाजेले ठुलो ठुलो ठुट्टाहरू ल्याएर आगो अगिनुमा जोड्नुहुन्थ्यो। अनि त्यो आगो रातभर गुटुटुटुटु बलिरहन्थ्यो। रातभरि नै त्यो ठुट्टा काँचो भए पनि स्वाँ गरेर बलिरहेको हुन्थ्यो। अनि बाजेले मलाई भन्नुहुन्थ्यो, ए रामे नाति, राजाले गरिब र आगोले काँचो भन्दैन नि। यो त हाम्रो भेडागोठ चाहिँ मेरा खर्कमा पुगिसकेपछि त्यहाँनिर ठुलो मैदान भएको हुनाले भेडाहरू आनन्दले बस्थे। भेडाहरू भ्या भ्या गरेर कराउने अनि चाँडै कुकुरहरू भौँ भौँ भुक्ने एकदम एक किसिमको आनन्द थियो भन्ने हो। तर त्यतिखेर त्यो जीवन कथा सुन्नेको लागि सुखद होला, तर बिताउनको लागि कति दुःखद थियो। परिवारबाट 7 महिना टाढा बस्नुपर्ने कति दुःखद हो यो भन्ने कुरा अनुभव गर्ने कुरा हो। र यसको फिल्म बनायो भने त आहा, त्यो हिरो त 7 महिना यसरी हिमालमा बसेको, कति राम्रो ठाउँमा बसेको भन्ला। तर त्यो दुःख एक्लो जीवनको, गोठाले जीवनको दुःख त्यो गोठालाले मात्रै अनुभव गर्न सक्दछ। माथि मेरा खर्कमा अब माथि हिमालको टोपी छ, तल ठुलो खर्क छ। सधैँभरि त्यहाँ घाँसे मैदान त रहिरहँदैन। अब बिस्तारै बिस्तारै जाडो बढ्न थाल्छ। त्यहाँ हिउँ तल तल झर्न थाल्छ। हिउँै नपरे पनि तुसारो र छ्यार्केहरू पर्न थाल्छ। अनि अति कठाङ्ग्रिदो चिसो हुन्छ। पानीहरू पनि जम्न थाल्छ। खोलाहरू पनि आइस हुन थाल्छ, हिउँ हुन थाल्छ। अनि त्यहाँ बसिरहन उपयुक्त हुँदैन। अनि अब उँभौली जीवन गर्मी सँगसँगै सकिन्छ
र जाडो सुरुवात सँगसँगै अब उँधौली जीवन सुरु हुन्छ गोठाले जीवनको। र हाम्रो परम्परामा उँधौली र उँभौली भन्ने दुईटा शब्द हुन्छ। गर्मीमा उँभो जाने र माथि जाडो बढिसकेपछि उँधो उँधो झर्ने, यो उँभौली र उँधौली दुईटा सिजन हुन्छ। र अब उँधौलीको प्रक्रिया सुरु हुन्छ। जब जब जाडो बढ्छ, पानीहरू पनि जम्न थाल्छ, हिउँ पर्न थाल्छ, छ्यार्केर तुसारो पर्न थाल्छ, अनि भेडाहरू पनि त्यहाँ बस्न मान्दैन, घाँसहरू पनि मर्दै जान्छ, अनि तल 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 उँधो झर्ने क्रम हुन्छ। आउँदै जाँदा कतै पानी पर्यो भने, बादल गर्ज्यो भने पानीको सट्टा त्यहाँ हिउँ पर्न सक्छ, बाटो छेकिन सक्छ। फेरि भेडा एकैचोटि सिधै सरासर गाउँमा झारिहाल्नु पनि मिल्दैन। अनि बिस्तारै बिस्तारै झर्ने क्रममा आफ्नो पुर्खाहरूको ज्ञानलाई सम्झिँदै, पुर्खाहरूले कहाँ के कस्तो हुन्छ, त्यहाँ बाधा भयो भने, हिउँको बाधा भयो भने, असिनाको बाधा भयो भने कताबाट फेरि जाने, कता सुरक्षित ठाउँ छ, त्यो पुर्खाहरूको ज्ञान अनुभव, आफ्नो पनि अनुभवलाई अनि प्रयोग गर्दै 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 तलतिर झरिन्छ। मेरा हिमाल हुँदै, साल्पा सिलिचुङ हुँदै साउनी खर्कहरू जसोतसो कटिन्छ। कहिले हिउँसँग सङ्घर्ष गर्दै कटिन्छ त कहिले आरामका साथ। साउनी खर्कमा यदि छिटो आइपुग्यो भने त्यहाँनिर फेरि तुरुन्तै गाउँमा झरिँदैन, त्यहाँनिर अलिक दिन बसिन्छ। तर त्यहाँको मौसम पनि प्रतिकूल भयो भने फेरि तुरुन्तै अझ तल झर्दै गाउँतिर झर्नुपर्ने हुन्छ। बारीमा फलफुलहरू पाकेका हुन्छन्, अम्बक सुन्तलाहरू पाकेका हुन्छन् लटरम्मै, फर्सीहरू पाकेको हुन्छ, आलु मकैहरू पाकेको हुन्छ, अनि तल तल मेसीमा हेर्दा धानहरू पाकेको हुन्छ। आहा, कहाँ हिमालमा घाँसै मैदानमा बसेको मान्छे, मही मात्रै खाएर 6-7 महिना गुजारेको मान्छे तल झरिसकेपछि उसले त अम्बक खान पाउँछ, मेल खान पाउँछ, फर्सी खान पाउँछ, आलु सुटुनी खान पाउँछ, सुन्तला खान पाउँछ, हरेक कुराहरू, मकै खान पाउँछ, भटमास खान पाउँछ। आहा, त्यहाँ कति राम्रो सुखद जिन्दगी हुन्छ एउटा गोठालाको। अनि ऊ त गाउँघरमा आएको छ, साथीभाइहरूसँग भेट गरेको छ, परिवारसँग भेट भएको छ, मौसम पनि राम्रो, हिलोहरू पनि हटेको, अनि ऊ त्यहाँ आएर चाहिँ नुहाइधुवाइ गर्छ, दारी कपालहरू काट्छ, लुगाहरू धुन्छ, चिप्लेर रिट्ठा पाङ्रोले उसले नुहाउँछ। अनि खरानीमा लुकुनी बक्खुहरू, राडीहरू उसले त्यो खरानीमा पकाएर धुन्छ। खरानीमा पकाइएको तातो पानीमा जुम्राहरू मरेर तर लाग्छ, ठुल्ठुलो ढाडीहरू। त्यस्तो कृषि जीवन थियो, त्यस्तो अवस्था थियो। र त्यो कृषि जीवन पनि पारिवारिक भेट, वर्षमा एकचोटि हुने पारिवारिक भेट अति रमाइलो हुन्थ्यो। घरमा पनि अनिकालले प्याक परिरहेको अवस्थामा चाहिँ अन्नबाली पाकेको, तल तल हेर्दाखेरि धान बाली पहेँलो पहेँलो देखिन थालिएको। कमसेकम अर्काकोमा फल्यो भने, तल तल फल्यो भने खान पाइन्छ, छेउमा छ भने खान पाइन्छ। तर हिमालमा त केही खान पाइँदैन, कोहीसँग भेटघाट हुँदैन। त्यस कारणले गर्दाखेरि सबैसँग भेटघाट हुने, खान पाइने भएकोले गर्दाखेरि त्यो एउटा रमाइलो भेटघाट थियो। र यो भेटघाट, रमाइलो भेटघाटमा आफ्नाहरूले गोठालालाई त कुखुरा काटेर खुवाउँछन्, रक्सी पनि डल्ले खुर्सानी झानेर पड्काएर खुवाउँछन्। अनि त्यो रक्सी खान पाएको, टन्न खानेकुरा खान पाएको, फलफुलहरू खान पाएको, आराम गर्न पाएको, आफ्नो काम अरूले सघाउँछन्, अरूले गोठाला गरिदिन्छन्, आराम गर्न पाएको, सरसफाइ चट्ट भएर बस्न पाएकोले गर्दाखेरि त्यो एकदम खुसीको क्षण हुन्छ। त्यसैले यो प्रकृतिले निर्धारण गरेको एउटा चाड हो। यो प्राय कार्तिक मङ्सिरमा पर्ने गर्दछ। तर अहिलेको चाड जस्तो ठ्याक्कै यो गते पर्ने, यो महिनामा यो पर्यो, यो वर्ष कार्तिकमा पर्यो भन्ने भन्दा पनि प्रकृति र हिमपातले निर्धारण गरेअनुसार गोठाला कतिखेर झर्ने, कतिखेर गाउँमा आइपुग्ने भन्ने चाहिँ प्रकृतिले निर्धारण गर्छ गोठाले जीवनलाई। त्यसैले यो यही चाडमा, यही दिनमा यसरी मनाउने भन्ने गोठालाको चाड हुँदैन, यो कृषि चाड हो। यो कृषि चाड भएको कारणले गर्दा नै मैले चाहिँ यो कृषि चाडभित्र राम र रावण घुसेकोले, देवी र दानव घुसेकोले, मिथ्या कथाहरू घुसेकोले, कहाँ कहाँ भारत र श्रीलङ्काको कथा जोडिएर, त्यो पनि वास्तविक होइन, तथापि त्यहाँको कथा जोडिएर, त्यहाँको हत्या हिंसा जोडिएर मनाउने उत्सवको कथा जोडिएको हुनाले मैले चाहिँ यो चाड मनाउँदिनँ। र कृषि चाड मनाउने क्रममा मेरा पुर्खाले जाँड रक्सी खाए,
मासु खाए, भात खाए, फलफुल खाए, टन्न खाए। त्यो खाएपछि उनीहरू नाचे, हाँसे, रमाए, कोही गीत गाए, खुसियालीमा रोए पनि। अनि त्यो अन्नलाई, फलफुललाई, आलुलाई, मकैलाई अनि सातुलाई, जाँड रक्सीलाई उनीहरूले ढोगे पनि, सम्मान गरे, ढोगे। अनुहारतिर दले होलान्, निधारतिर दले होलान्, ढोग्ने बेलामा लाग्यो होला। र त्यो लाग्ने क्रम, अनुहारमा दल्ने क्रम चाहिँ एउटा टीकाको रूपमा पनि विकसित भयो होला। तथापि अहिले हामीले लाउने टीका हाम्रो आफ्नो उत्पादन होइन, हाम्रो नयाँ अन्न होइन। यो चाहिँ भारतबाट ल्याइएको चामल हो। चामल मात्रै नभएर आलु, कोपी, टमाटर, प्याज, लसुन पनि हामी भारतीय खान्छौँ। आफू कृषि नगर्ने, आफ्नो नयाँ अन्न छैन, त्यस बेलाको त्यो कृषि चाडलाई अहिले पनि नुहागी भन्ने चलन छ। नयाँ अन्नलाई खाने चलन छ, नयाँ अन्नलाई सम्मान गर्ने, ढोग्ने, पूजा गर्ने चलन छ, त्यसलाई नुहागी भनिन्छ। भने आफूले मेहनत गरेर कमाएको अन्न खाने, अन्नको पूजा गर्ने चलन नुहागी हो, कृषि पर्व हो। अहिले त अर्काको अन्न आउँछ, अनि के को नुहागी, के को कृषि, के को चाड? यो कृषि चाड पनि मैले चाहिँ मेरो नैतिकताले चाहिँ मनाउन मलाई उचित लाग्दैन। मैले कमाएको, मैले रोपेको धान, मकै, अन्न फल्यो, आलु फल्यो, टमाटर, प्याज फल्यो, मैले उब्जाएको कुखुरा, भेडा, गाई, भैँसी भयो भने त्यो नयाँ अन्न हुन्छ, त्यो मेरो हुन्छ। सबै अर्काकोबाट ल्याएको छ, अर्काकोबाट ल्याएर खाएको छ। अनि अझ अहिले त आफ्नो पानी, मूलको पानी खान छाडेर अमेरिकाको कोक र डेनमार्कको टुबोक खाएर यो चाड मनाउँछन्। त्यस कारणले गर्दा यो चाड एउटा अर्थहीन छ, एकदम अनइकोनोमिक छ। र मैले चाहिँ यसरी धेरै वर्ष भयो मैले मानेको छुइनँ। मैले अर्काको देशबाट ल्याएको चामल खेर फाल्ने मेरो नैतिकताले दिँदैन। मैले त के भन्छु भने 3 करोड नेपाली जनताले मात्रै टीकाको लागि 50 ग्राम चामल प्रयोग गर्यो भने 37,500 मन चामल खेर जान्छ। मैले अर्काको चामल किनेर ल्याउने अनि मेरो सम्पत्तिको नाश गर्ने मैले। त्यस कारणले गर्दा मैले यो चाड एउटा कृषि चाडको रूपमा मैले यसलाई मान्छु। अनि शुभकामना र आशीर्वाद भनेको त आफ्नो परिवारले जहिले पनि शुभकामनै चाहने हो। दैनिक भेट हुन्छ, प्रविधिको यो दुनियाँ छ, पहिलेको जस्तो अनकन्टार जीवन, भेटघाट र कम्युनिकेसन बिनाको जीवन छैन। नोम्याडिक लाइफ, एकदमै जङ्गली लाइफ छैन अहिलेको जीवन। अहिले भेट हुन्छ। त्यो मेरा हिमाल अहिले अमेरिकाको टुरिस्टको पनि भएको छ र मेरा हिमालमा गोठाला गर्ने मेरो अमेरिका पनि भएको छ, युके, अस्ट्रेलिया पनि भएको छ। म त्यहाँ पनि पुग्न सक्छु। उनीहरू आएर मेरा हिमालको खर्कमा आएर पनि बस्न सक्छन्। अहिले त विश्व नै हाम्रो घर भएको छ र विश्वभरिबाट एकैचोटि भेट हुन आउन गाह्रो पनि छ। आउने धेरै समस्याहरू छन्। यही आउने क्रमको भिडभाडमा दुर्घटनाहरू पनि भएका छन्। यसरी कृषि चाडमा जस्तो प्रकृतिले निर्देशन गरे अनुसार ठ्याक्कै आउन पर्ने, भेला हुन पर्ने, खुसी हुन पर्ने, रमाउन पर्ने, अनि त्यतिखेरै अन्नबाली पाकेको हुन पर्ने अवस्था अहिले छैन। अहिले त्यतिखेर माछा, मासु, चिउरा खाएर, अन्नपात खाएर, फलफुल खाएर र भेला भएर रमाउनु पर्ने अवस्था अहिले दिनौँ हाम्रो प्रविधिले गर्दा सम्भव बनाएको छ। यस कारणले गर्दाखेरि पनि त्यो कृषि चाड त्यतिखेरको जस्तो अहिले महत्त्व छैन। हामीले यसलाई सरल र सहज स्वाभाविक रूपमा जसरी मनाए पनि हुन्छ, नमनाए पनि हुन्छ। म त मनाएको छुइनँ, मनाउँदिनँ भन्ने मेरो तर्क राख्न चाहेँ। मैले साथीहरूको धेरै नमिठो आलोचनाहरू पाएको कारणले गर्दाखेरि मैले यहाँ मेरा केही कुराहरू राखेँ। अब र पनि मेरो कुरा सबैलाई चित्त नबुझ्न सक्छ। मैले मेरै परिवारलाई पनि मान या नमान भनेर मैले प्रेसर गर्दिनँ। मेरो बुझाइ त्यो हो। र समाज परिवर्तन गर्नको लागि म फेरिनुपर्छ, मैले अरूलाई फेर्ने होइन। म राम्रो भएँ भने म अनुसार अरू फेरिएलान्, अरूले यसको कुरा ठिक रहेछ है, कमसेकम त्यति भन्लान् भन्ने मेरो आशा हो। यति भन्दै म साथीहरूबाट बिदा चाहन्छु। यदि मलाई गुनासो गर्ने साथीहरूले यो भिडियो भेट्नुभयो, सुन्नुभयो भने फेरि पनि गाली गर्न सक्नुहुन्छ अथवा नगर्न पनि सक्नुहुन्छ है त। नमस्कार।